हेलो नमस्ते सबैलाई वेलकम टु माई मिनी भ्लग अफ 75 डेज वेट लस च्यालेन्ज। सो फाइनली आज चाहिँ मेरो डे 8 गाइज, डे 8 ओ ये। बिहान उठेर एकछिन 10 मिनट जति वर्कआउट गरेँ अनि त्यसपछि बिहान मैले खाली पेटमा जिरा पानी चाहिँ खाली नै पेटमा खान्छु म होइन। यो खाएपछि मात्र औषधि खान्छु मेरो ग्यास्ट्रिकको। जिरा पानी खाएँ खाली पेटमा, तर खाना खानुभन्दा अगाडि मैले 1 लिटर पानी चाहिँ जहिले पनि कम्पलसरी खाएकै नै हुन्छु। अनि यति पानी सानी खाएर म गएँ किचनमा भात पकाउन, तर आज त एकादशी रहेछ, त्यही भएर आज मैले च्याख्ला मात्रै बनाएँ। त्यो च्याख्ला यति धेरै देखियो पनि त्यो थोरै नै थियो, यो अलि गिलो भएर ल्यात्त भएर त्यो धेरै देखिया हो। अनि ब्रोकली र भेन्टा बनाएँ जुनमा चाहिँ एकदमै कम ओइल थियो, एकदमै कम ओइलमा नि मिठो हुन्छ गाइज। अनि त्यसपछि मैले 4:30 बजीतिर 2टा बोइल्ड अन्डा लिएँ। एउटा चाहिँ मैले फुल नै खाएँ, एउटा चाहिँ भित्रको एल्लो मैले खाइनँ। यो खाएर गाइज अब चाहिँ बेलुका मैले धेरै नखानी सोचेको छु। बेलुका पोर्सन कन्ट्रोल गरिरहेको छु कि मलाई वेट लस गरेर आफ्नो फुड पनि पुरै कन्ट्रोल गराउनु छ। अनि त्यसपछि मैले 6:30 बजीतिर नट्सहरू लिएँ। भोक खासै लागे पनि थिएन, भोक लागे पनि म खाँदिनँ नै भनेर मैले खाइनँ, नट्सहरू खाएँ। अनि त्यसपछि मेरो सुरु हुन्छ गाइस 7 बजीदेखि इन्टरमिटेन्ट फास्टिङ। ओके बाई, सी यू टुमोरो।